हेलो नमस्कार साथीहरू, मेरो सम्पूर्ण फेसबुक फ्यामिलीहरूलाई म के भन्न चाहन्छु भने आफ्नो आफ्नो गाउँ आफ्नो ठाउँलाई आफै सफा गर्नुस् है। कसैको घर कसैको आशामा नबस्नु होला। आज हामी डाइनियाको सुनबसी नगरपालिका डाइनियाको 9 नम्बर यो डाइनिया बजारमा फोहोर देखाउन गइरहेको छु र आज हामी सफा गर्नतिर लागिरहेको छौँ साथीहरू। र अब यहाँ देख्न सक्नुहुन्छ उहाँ चाहिँ पट्यापाडाबाट आउनु भएको छ। त्यसै गरी म चाहिँ झपटलबाट आएको छु। यहाँको स्थानीय कुनै पनि साथीलाई मैले अहिलेसम्म देखिनँ है। सबैलाई अनुरोध छ, सबैजना आइदिनु होला। सबैजना उहाँ चाहिँ केरन्जाबाट। त्यसैले अब यसमा चाहिँ के हाम्रो उद्देश्य के हो भने सरसफाइतिर सफा राख्नुपर्छ। यो डाइनिया हो, सुन्दर ठाउँ छ, बाटो यता बाटोतिर देखाउनु, यतातिर देखाउनु, सब चारैतिर बाटो क्लियर छ, राम्रो छ, बाटो पिच राम्रो छ। तर फोहोर चाहिँ यता हेरौँ, यता आउनुहोस्, फोहोर देख्नु, यो फोहोर हो, यो डाइनिया हो सुनबसी नगरपालिकाको फोहोर। अब यो सफा कसले गर्ने हो त? यसको पहल कसले गर्ने हो? यसको पहल हामी लागिरहेको छौँ। मैले हामीबाट स्टार्ट छ, ल ठिकै छ, हामी गरेर देखाउँछौँ भन्ने हाम्रो उद्देश्य हो। हामी कुनै पार्टी हामी कुनै संस्थाबाट आएको छैन। ठिकै छ साथीहरू, उहाँ पनि अब डाइनियाकै हो, 9 नम्बर नगरपालिका। व्यवस्थित के हुनु पर्यो भने यहाँ जस्तो फोहोर जति पनि पसल छ वरिपरि सबै फोहोर चाहिँ हामी यहाँ बाटोमा जब कि फुल लगाउने ठाउँ हो, यहाँ फोहोर छ। अरू नगरपालिकामा यस्तो छैन, तर यो सुनबसी नगरपालिकामा हरेक ठाउँमा यस्तै हो। यो भनेको जुन चाहिँ प्रमुख ज्यू हुनुहुन्छ उहाँको कमजोरीको कारणले गर्दा चाहिँ यस्तो भएको। यो चाहिँ खासमा अब यहाँको नगर प्रमुख ज्यूले चाहिँ आफ्नो ठाउँलाई सफा गर्नुपर्छ। यो मूल ठाउँ हो होइन, यो चाहिँ मेन ठाउँ हो। नगरपालिका चिनिने भनेको यो डाइनियाबाट हो। त्यही ठाउँमा चाहिँ यहाँ फोहोर देख्नुहोस् है। मेयर अब हाम्रो यहाँ उपमेयर र मेयरको चाहिँ अब उपस्थित हुनु पर्थ्यो र उहाँले चाहिँ आफै देखेर सफा गर्न लाउनु पर्थ्यो र आफै लागेर गर्नु सक्नुहुन्थ्यो, अब गर्नु भएन। अब हामी यही देखेर भोलि अब छैट आएकोले गर्दा पनि हामी अब मान्छेलाई वास्ता नगरिकन अब धेरैलाई भन्यौँ, तर कोही आउनु भएन। तर अब हामी आफै गर्ने रोड लाइट पनि छैन यहाँ, यो कुरा तपाईँले थाहा छ कि छैन? रोड लाइट पनि छैन, त्यो पनि भन्ने छौँ। अन्ध्यारो यति नै हो। हस् त, अब हामी काम गर्नतिर लाग्यौँ। धन्यवाद। यो भोला मधु त खानुहुन्छ होइन, एक त यो स्वास्थ्यको लागि हानिकारक हो, क्यान्सर उत्पादन गर्छ यसले है। त्यही पनि खाएर जथाभावी नफाल्नु होला है। कृपया मेरो बिन्ती छ तपाईँहरूसँग, किनभने यसले धेरै फोहोर भइरहेको छ। जताततै यो यसको मात्रा धेर हुन्छ, यो मधुको, यो मधु नै मधु छ है। जति पनि टुक्राहरू देख्न सक्नुहुन्छ यहाँ मधु नै मधु छ। मेहनत गर्दैछु, तर आइन्दादेखि तपाईँहरू यसरी फ्यालिदिनु हुन्न है, नफ्यालिदिनु होला। श्रमदान गर्नु भनेको लजाउनु हुँदैन है। मेहनत गर्नु, आफ्नो गाउँ ठाउँलाई आफै सफा गर्नुपर्छ है। त्यसैले यहाँ मास्क राखेको छ, ह्यान्ड ग्लोभ राखेको छ, आउनुहोस् सफा गर्नुहोस्। कुनै पार्टी र कुनै नेतातर्फबाट हामी आएको होइनौँ है। अघि हामी स्टार्ट गर्नुभन्दा अगाडि यो ठाउँ कतिको फोहोर देखिरहेको थियो र अहिले कतिको मजा, कतिको आनन्द फिल भइरहेछ है। सफा भएपछि कस्तो दामी देखिन्छ हेर्नुहोस् त, कस्तो दामी देखिरहेछ डाइनिया। सफा भयो नि, हेर्नुहोस् त। भिडियोलाई सेयर गर्नु होला। सम्पूर्ण साथीहरूमा चाहिँ के मेसेज पुर्याउनु होला भने सबैले हप्तामा एकचोटि दुईचोटि चाहिँ निक्लेर सरसफाइ अभियान अवश्य गर्नु होला। किनभनेदेखि यो हाम्रो आफ्नो गाउँ ठाउँ हो, अरू कोही आउँदैन यहाँ बनाउनलाई, सफा गर्नलाई। तपाईँको घरमा अब यो सुशीला कार्की अथवा कुनै पनि प्रधानमन्त्री जोसुकै बनोस् आएर सफा गरिदिनेवाला छैन। हामीले आफै गर्ने हो सरसफाइ। त्यसैले त्यो सरसफाइतिर एकदमै ध्यान दिनु होला है। हस् त, धन्यवाद साथीहरू। भिडियो धेरै लामो हुन्छ, यति नै भिडियो। हस् त, धन्यवाद।